पापा पनि दिनु भनेर यो 88,000 इन्ची मुनि दैवी साधना गएर तपस्मा बस्यो। तपस्मा बस्दाखेरि विष्णु भगवानले नारदजीलाई पठाउनु भयो। यहाँ ऋषिमुनि भोगले मात्रै लाग्यो, धेरै वर्ष भएको यिनले तपस्मा बसे, यिनले के माने चाहन्छ जाऊ भनेर नारदलाई पठायो। अब नारदजी तुलुक पुग्यो त अब आश्रममा बसेर खुट्टा खुट्टा बस्या। अब सोध्यो, हे ऋषिमुनि हो तिमी के माग्छौ, किन बसेको हो यस्ता? होइन हजुर, यो नरलोकमा कलियुग आयो, कलियुग छैन, मान्छे पापमा डुबे, जसैको पनि लुटपाट गर्न लागि, आतङ्क गर्न लागि, आफै खान लागि, यसको हिसाब किताब के गर्न हुन्छ, कसरी धर्ममा जाने भनेर त्यहाँबाट आकाशवाणी भएर विष्णु लोकमा विष्णुलाई सोध्यो। विष्णुलाई सोध्दाखेरि विष्णुले भने मेरो पूजा भक्ति गरेपछि मान्छेहरू पनि डरले पनि कोही न कोही त्यो पुष्ट हुने हुन्, आफ्नो ध्यान गर्ने हुन्, पूजा गर्ने हुन्, उनलाई दुःख परेको पनि म तार्नेछु, भोग भयो भने उनलाई छैन अन्न दिनेछु, धन दौलत दिनु, छोरा छैन भने पुत्र दिनेछु, यो मेरो कर्म गर कथा लगाओस् कि सत्यनारायणको व्रत भनेर अझ नारदजी नैली साधना दिएको। तब ऋषिमुनिहरूसँग त्यो भनेर त्यो दिनदेखि पछि ऋषिमुनि जलप्रसाद खाएर अरू पार भए। तब यो सदानन्द बामन भन्छ त्यसै क्षेत्रमा सधैँ भिक्षा माग्ने बिचारो, एक महिना पायो एक महिना, 2 महिना पायो 2 महिना, यो आएर ल्याएर घर बुढाबुढी दुई खाने। भगवान्लाई त थाहा छ। एक दिन भगवान् बुढो रूप भएर अगाडि उठ्दाखेरि त्यो गाउँ भिक्षा माग्न गयो, त्यो सदानन्दमा गएको थियो। तब अगाडि उभिएर के भन्छ, हे दुखी ब्राह्मण, तिमी किन घुमिराखेका छौ, के काम छ तिम्रो, तिमी दिनदिनै घुमेको देख्छौ भन्दाखेरि उनले सोधे भगवान् भन्नु भने थाहा भयो यो बुढी हो भनेर। अब बुढो हो त सोध्यो, ज्ञान त छैन उनलाई, ठ्याक्कै खुट्टामा घोटा बढ्यो सदानन्द बाबु। घोटा बढ्दाखेरि हे प्रभु, मेरो वृद्ध अवस्था, मलाई घरमा खानालाई खुवाउँदैन, लाउनलाई छैन, मैले के गर्ने, कसो गर्ने? तिमी चाहिँ आज जो सत्यनारायणको व्रत गर्छु भनेर कथा लगाउँछु भनेर सङ्कल्प गर, तिमीलाई जति भन्यो त्यति अनाज पाइन्छ भनेर तथास्तु भनेर भगवान् त अन्त ध्यान भइगयो। कति दिनमा पिठीभरि बोझो भारी नसोध्ने हामी त विषय भयो, सधैँ एक महिना पाउने ठाउँमा घर गएर दुध घिउ यहाँ म यताउति हरेक गरौँ गरेर कथा लगाएर तिमीले 3 दिनको दिन अब बड्डे गए। तब भगवान् ब्राह्मण प्रिय भन्यो, बामन चाहिँ भगवान्का प्यारा थियो भनेपछि अब त्यसमा को गयो, दौरा लगायो। त्यो दौरा सधैँ बेच्थ्यो, कहिले 8 आना, कहिले 4 आना, कहिले 5 आना बेच्यो भने त बिग्रियो त्यहाँ। त्यो बेच्दै श्रीखण्डका दौरा, अब श्रीखण्डका दौरा बेच्यो भने उसलाई थाहा छैन व्यवहारलाई, त्यो पनि अब बसा बल्ल थप्यो, उहाँ कथा लाग्दा सदानन्द घरमा आयो, बस्यो, दौरा राख्यो, केही पानी त खुवाउन भनेर गयो। भित्र हेर्दाखेरि अब पूजा आउने ब्राह्मणलाई सोध्यो, हे गुरु ब्राह्मण, यो के गर्न लाग्यो, आउँछ के को लागि हो? यो बाबु सत्यनारायण भगवान्को व्रत हो, यो कथा लगाएको छु, बस जलप्रसाद खाएर खा भन्यो सदानन्दले। भन्दाखेरि यो गर्दाखेरि के पाइन्छ, कस्तो पाइन्छ भनेर सोध्यो। सोध्दाखेरि बाबु जस्तो तिमीले मनमा चितायो त्यस्तो पाइन्छ। त्यसो भए भने आज मेरो दौराको भाइको डबल पैसा पाऊँ, म यो सत्यनारायणको व्रत गर्न पाऊँ भनेर सङ्कल्प गरियो। त त्यहाँ जलप्रसाद खाएर गयो, त्यो दौरामा त तैँले श्रीखण्ड भन्ने सबै सहरमा जानेर त्यहाँ त डबल टेबल पैसा भन्ने तन्यो भने त्यो सत्यनारायणको व्रत कथा सुरु गरेर पूजा आउन लाग्यो। त्यो पनि पर्ने तब मन हुनेका धन हुँदैन भने, मन हुनेको धन छैन भने धन हुनेको मन हुँदैन। अब सेट त कहिले पनि मन हुने कुरा। एक साधु बनिया व्यापारी थियो, त्यो व्यापारी बिहा त गरेको थियो, सन्तान छैन, त्यो पनि सदानन्द बाबुले पढाउन लगाएर त्यहाँ भेला पढ्यो। गएपछि के हो भनेपछि के गरेर पढ्यो भनेर सोद्धाखेरि यो सत्यनारायणको पूजा खाइदियो, त्यसले गरेर के भन्छ क्या छोरा छैन भने छोरा पाइन्छ, सम्पत्ति पाइन्छ, अनाज छैन भोगो छ भने पेटभरि खाना पाइन्छ। त्यसो भए मुनि मेरो छोरा छैन, म आज यो सङ्कल्प गर्छु, यो व्रत गर्छु भन्छु। सङ्कल्प त गर्यो हजुर,
गयो अब गयो त्यो प्रसाद र आफूले स्वासी लीलावतीलाई दिँदाखेरि त्यो गर्मिणी भई अब कथा त कहिले चलाउने भयो नि त छोरीले नि छोरी कस्तो त पुन यो पुरीका जुन दिनको यो कलावती उसको नाम कलावती राख्यो अब श्रीमतीले भन्यो उसले लीलावतीले भन्यो